है मेरो ज्यान। तपाईका परिवारका नजारा म केही नभए पनि मेरो केही मत नभए पनि मेरा बाबामाकालाई त म अमूल्य छु के रे। भन्छु तिम्रो बुवा आमाको लागि मात्र होइन, तिमी मेरो लागि पनि अमूल्य छौ भन्छु। हेर तिम्रो ज्यान त्यति सस्तो भएको भए अहिले म तिमीसँग यहाँ हुन्थ्यो होला त। मेरो लागि तिमी अमूल्य छौ भन्छु। र त त्यस्तो घटना घट्नु अघि नै म आइपुगेँ। नरो भगवान, मलाई विश्वास छ तिमीले आफ्नो घरको बदनाम हुने कुरा बाहिर गएर कसैलाई पनि लाउँदैन। तर तिमीले भने कि छैनौ भने यो कुरा टोलभरि चाहिँ कसले फिजा